ल है साथीहरू, हामी आज सन्डेको दिन छुट्टी थियो। रुममा बसेर हामीले चाहिँ बङ्गुरको सेकुवा बनाउँदैछौँ है। टक्क हामी सेकुवा चाहिँ बनाउने क्रममा छौँ होइन। यो मर्सेसको ठाउँमा हामी बङ्गुरको सेकुवा बनाउँदैछौँ। हेर्दै जाउँ कस्तो हुन्छ है। ल हाम्रो चाहिँ मरमसलाहरू मोकलेर चाहिँ रेडी भइसकेको छ। अब हामी चाहिँ पोल्छौँ है त। टक्क आगो बालेर होइन। अब यसले चाहिँ पोल्छौँ कस्तो हुन्छ। अब यति मिठो बनाउने प्रयास गरिरहेको छौँ, कस्तो हुन्छ हेर्दै जाउँ है। गाइस फाइनली आज सेकुवा बन्दैछ होइन। यतातिर चाहिँ हाल्ने काम हुँदैछ सेकुवाको, टक्क यतापट्टि पोल्ने काम हुँदैछ। अगेनबाट ट्याक ट्याक चाहिँ सेकुवा ट्याक यता ट्याक यता गर्ने कतिको छ बड्ड मर्सेसमा यो घामको स्थितिमा ट्याक्क गरीमा आगो बालेर है ट्याक्क के गर्नु गाह्रो छैन। अब चाहिँ पाकिसकेको छ है। सेकुवा चाहिँ पाकिसकेको छ। हामी एकछिनपछि यसलाई चाहिँ निकाल्छौँ। ल हामी सेकुवा पकाएर हामी यहाँबाट हामी एउटा नयाँ ठाउँ जाँदैछौँ घुम्नलाई। साथीहरूसँग सबै घुम्न जाँदैछौँ। यो ठाउँमा आएको थियो होइन, फेरि त्यहाँ मन परेन, फेरि घुम्नलाई अर्को ठाउँ जाँदैछौँ हामी होइन। अर्को ठाउँ चाहिँ धेरै रमाइलो रहेछ है। हामी जाने ठाउँमा चाहिँ टक्कै उता चाहिँ समुद्रको छालहरू धेरै ठुलो छालहरू आउँदो रहेछ। त्यो ठाउँ जाँदैछौँ है। हेर्दै गर्नुहोस्। अब हामी चाहिँ त्यो ठाउँमा पुग्दैछौँ है गाडीमा। त्यो ठाउँ पनि पुग्नै लाग्यो है। तर त्यो ठाउँको चाहिँ हामीलाई नाम थाहा भएन है। नाम चाहिँ थाहा भएन। हामी सबै नेपाली भएको कारणले चाहिँ थाहा भएन। यहाँ चाहिँ नयाँ पुरानो यहाँको मान्छेले सोधेन। ल हाम्रो बङ्गुरको सेकुवा चाहिँ यस्तो भएको छ। साथीहरूले चाहिँ यो खाँदैछ है नास्ता टक्क लाएर। सेकुवा मिठो बनेको छ है। हामीले पनि चाख्यो सबैले। ट्याक्क सन्डेको दिन है, छुट्टीको दिन हामी रमाइलो गरेको छ। यस्तो ठाउँ छ है, धेरै रमाइलो ठाउँ रहेछ यो चाहिँ। ट्याक्कै समुद्रको छेउमा अनि छालहरू धेरै हान्दो रहेछ यहाँ चाहिँ। सेतो सेतो छाल हावाले चाहिँ यहाँ ल्याउँदो रहेछ। रमाइलो रहेछ यो ठाउँ है। पहिलोचोटि आएको हामी यो मर्सेसको ठाउँमा, यो ठाउँमा घुम्नलाई। माछाहरू पनि थुप्रो रहेछ है। माछा ल हामी यो घुमेर पनि अब फर्किँदै रुममा है। साथीहरूको रमाइलो गर्दै आफ्नै पारामा चाहिँ टक्कै अब फर्किँदैछौँ रुममा। अब बेलुका पनि भइसकेको छ। त्यही भएर हामी चाहिँ सबै साथीहरू फेरि घुमघाम गरेर रमाइलो गरेर फर्किँदैछौँ है। यो फर्किँदाखेरिको चाहिँ यो भिडियो हो। साथी हो हात नहलाउने। धेरै रमाइलो भयो है साथीहरूसँग टक्क आज घुम्नलाई, सन्डे मनाउनलाई।